आज चाहिँ के हैन हामी चाहिँ खानेकुराहरु बनाएर लिएर गएर पार्कमा खान लाग्यो के हैन। अनि त्यसपछि पहिला पहिला भर्खर भर्खर आउने बेला के जापानिजहरु चाहिँ पार्कमा बसेर खाइरा हुन्थ्यो नि त। अनि के गरे होला जस्तो फिल हुन्थ्यो के। अनि अहिले चाहिँ त्यही वातावरणमा घुलमिल भएछ नि त यो यस्तो कुरा भनेर थाहा पाएर होला। अनि हामीलाई पनि त्यस्तै गर्न मन लाग्दै रहेछ के। अनि त्यसपछि यो फुल फुल्ने सिजन चाहिँ यिनीहरुको चाहिँ फेस्टिभल जस्तै हुने रहेछ भन्ने कुरा चाहिँ म भर्खर भर्खर थाहा पाउँदै छु के। अनि त्यसपछि हामीले चाहिँ खानेकुराहरु बनाएर लग्यौं। अनि त्यसपछि त्यहाँ खान लाग्यो। अनि त्यहाँ चाहिँ वरिपरि जापानिजहरु पनि थियो नि त, त्यस्तै गरी खाइरहेको थियो। नि तिनीहरुले चाहिँ अब हाम्रो खानेकुरा नि अलिकति डिफरेन्ट छ नि त, त्यही भएर नि होला कस्तो अचम्म मानेर हेरि पनि रहेको थियो। अनि कति जनाले चाहिँ हामीलाई पुरा ग्रिटिङ गरिरहेको थियो के। यिनीहरुको के यो कल्चर कति राम्रो हुन्छ है। अनि मलाई चाहिँ राम्रो लाग्छ के यिनीहरुको यो कुराहरु चाहिँ। अनि त्यसपछि त्यहाँबाट हामी चाहिँ खायौं हैन। अनि सबै चाहिँ चेस गर्दै खाने भनेर खाइरहेको थियो के हामी। अनि दाइ दिदीसँग चाहिँ कति कुरा मिल्छ नि त। अनि खासमा चाहिँ दिदीलाई चाहिँ मैले चाहिँ भाउजू भन्नुपर्ने हो नि त। अनि पहिला बे नगर्दैखेरि दिदी दिदी भनिरहेको भएर होला। अनि दिदी भन्नै सजिलो हुन्छ क्या। अनि मैले भाउजू भन्छु भने नि दिदीले चाहिँ दिदी नै भन, दिदी नै सजिलो हुन्छ भनेर भन्नुहुन्छ क्या। अनि म चाहिँ दिदी नै भन्छु हैन। अनि जे गर्ने बेला नि मलाई चाहिँ फोन गरेर बोलाउनुहुन्छ, कति माया गर्नु हुन्छ के। तर हामी एकै ठाउँको पनि हैन, किनभने मैले सोशल मिडियाबाट चिनेको हो क्या दाइ दिदीलाई, तर त्यस्तो नै छैन। अनि दिदीहरु घर जाँदाखेरि चाहिँ मलाई चाहिँ आफ्नै घरमा गएको जस्तै फिल हुन्छ के। अनि हाम्रो दाइ चाहिँ अब आफू त फोटो भिडियोहरु नि खिच्नुहुन्न। अनि हामीलाई चाहिँ जति खिच्दिनु भने नि खिच्दिनुहुन्छ क्या, इरिटेटै मान्नुहुन्न। अनि त्यसपछि खाइसक्यौं। त्यसपछि दाइले चाहिँ हाम्रो फोटो भिडियोहरु खिच्दिनु भयो। अनि त्यसपछि हामी चाहिँ गयौं सनसेट हेर्नलाई माथितिर। आजलाई चाहिँ यति नै, बाइ बाइ।